निकाल्ने पर्छ जस्तो घुस खानलाई के लर्ने हो र मेरो घर तनाउको कति हाँसी हो बाबा गुगुला हैन बाबा गुगुला भिडियो बनाउँदैन भिडियो बनाएन रे भिडियो बनाउँदैन आखिर यस्तो सट हाने का मुसु मुसु हाँस्छन् पछाडी बसेर यस्तो खान अलिकति बहिनी यता हेर नि ल जाएर राते कसो भ्लग बनाउँछन् र हामी बनाउने त नि खतरा होला हाम्रो नाइट भिडियो नि त नाइट ब्लग वेलकम टु नाइट ब्लग ज्याद भने म क्यामेराम्यान भए जस्तो के लर्ने हो र भेडा बुक लर्ने थियो त्यता खतरा जुन देखियो नाटक गरे साँच्चै लर्ने हो भन्दैन के त्यहाँ टाढा गएर त्यस्तो बोल्ने होइन के भन्ने होइन झ्याक्क पारिदिन्छु फेरि एकचोटि हानेर फेरि अलि हो त ओके दादा सट हान्ने हातले है बिचारा दादा फेरि यस्तो लगाइदिएर फेरि कस्तो देखियो राम देखेछ के खतरा ह्यान्डसम आउ रिसा हान कोही फेरि हेर दादा खुसुक्कै दादा नदेखाउने मलाई भिडियो बनाउँदा नि बनाएन रे भिडियो बनाउँदा दादा नदेखाउने दादा यता रिसा र भाउन्न सफलता बहिनी युट्युब खोल्नु आयो युट्युब खोल्नु भ्लग बनाउँछ युट्युब खोल्नु त्यो भिडियो भ्लग बनाउनु छ तर युट्युब खोल्नु ल जाम घुम्न जाम ल हामी जाम रोटोटे हिँड्नु जाम भिखारी रोटोटे गफ गर्दिनौँ ल मिठो हाम्रो गाउँको बोइला कति असल हुनुहुन्छ दिया दिदी आजकल त आजबाट मेरो के अरे दिनदिनै भ्लग आउँछ भिडियो आउँछ रातो भए पनि भिडियो बनाउँछ दिउँसोमा त्यस्तै हुन्छ म बर्खीमा जान्छु मस्तै हो क्या अब हामी रोटोटे घुम्न जानुपर्छ खाना खाएर यहाँ अजिब मान्छेन् हामी यता के भइसक्यो है के भइसक्यो साँच्ची नि राति भिडियो गर्न यस्तै हो कि गाह्रो कस्तो धमी लाग्यो के हो जब मुस्कुराउँदै आयौ तिमी बढ्यो मेरो ढुकढुकी त्यसपछि जान्दिनँ केही पनि यस्तै हो कस्तो रे यस्तै हो रातिमा यस्तोलाई भन्छन् यस्तालाई के भन्छन् के भन्नु न दादा हजुर कति बजे भन्नु म पनि हेर्छु के सुभाष छेत्री होइन याद छैन के सुभाष त छेरुईहरू छन् छेरुईहरूको साथमा म छेरु आफू मलाई झनै डर लाग्छ अब यहाँबाट भूत आयो भने म क्यार्नी अब यस्तो भन्छन् अब म भरे अब मुत्न निस्किन्न होला जस्तो सोचे त्यस्तै देखिने हो
यस्ता यस्ता छन् मान्छेहरू हो के साँच्ची के नभएर पिसाब गरेको जस्तो त यहाँ तुरुत्तै मुटु उम्काउन सक्छन् औला के दारा पनि साँच्चै कुरो गरेको यता लाज लाग्छ के गर्न हामी यस्तो हो क्या घुम्दै हिँड्ने क्या दादा रातारात हजुर दादा हामी हो तलैकै हो होइन दादा हजुर हेर सुन्नु न के भन्छ रे के हजुर के खाना खाना जानको है खाजा खाना कति ढिला आएको त हजुर साथी दिन चाहिँ आएको दिन चाहिँ होइन बिहानै घाँस लाग्यो है घर मम्मी कहाँ जानु भएको थियो र हँ तिनीहरूको मम्मी घर आइन आहा नलिनु त बत्ती मुझे प्यार हुआ है अभी लगा रहा जब मुस्कुराउँदै आयौ तिमी बढे मेरो ढुकढुकी गीत सुनाम है यता औ खतरा बेबी भन्छ यो भ्लग जसले हेर्नु हुन्छ त्यसको बोयफ्रेन्ड केटा भयो क्या अलिकति 11-12 वर्षको कसको तेरो त्यस्ता धोतीहरू धोती भन्छ या हेर्नु ब्लग तर धोती चाहिँ कसलाई धोतीले नि हेर्दा त हेर्छन् हो भ्लग कस्तो र अलिकति भाइरल भयो भाइरल पो भएन म भाइरल भइसकेँ 1-2 बिस्तारै लाइक आउँछ 1-2 लाइक भन्ने मेरो 100-200 भ्युज जान्छ यिनीहरूलाई यिनीहरूलाई दुईवटा केटा आएको थियो अनि आई लभ यु मन परायो अरे यिनीहरू दुईवटाले भनिदिएको कि एउटा कसले खोइ यतातिर एउटा बाहिर त्यो उसके हजुरको मामाको एउटा निशान र अर्को को उसले के अघि हजुरको मामाको छोरा त्यो एउटा कुरो पनि त्यो झन्डै आई लभ यु भन्थेन मा कराइले बल्ल गएको थियो लौ यहाँबाट माथि रहल नजा केही हुन्न के कोही कति डर छ उता हुन्छ सबैको के तल झर्नु राति राति भ्लग बनाएर हाम्रो के भन्छ रे इभिनिङ होइन नाइट वाकको के नाइट ब्लग होइन आलु कति खाइछ पहिला चिनी आलु थियो नि त चिनी आलु जब फर्किम के जग्गा त यहाँ पर्छ जा यहाँबाट फर्किम के जब बेबी फ्रेन्ड भयो बेबी ओह फेरि ल वान्स मोर अलि नजिक यिनीहरू चाहिँ बाउलाईहरू हुन् गाइज म चाहिँ होइन नाना चाहिँ हो यिनले चाहिँ यिनलाई नाना भन्छन् यिनीहरू दुईवटा छुच्चा खान आज यिनीहरूले धन्दा आई लभ यु भनेको थिएनन् पर्पोज गर्ने बेला भइसकेको थियो यस्तो कुरा गर्छ फेरि हो बारे नकोसेर मन परायो ए कति क्लासमा रे बहिनी तिमी 7 अब 8मा पुग्ने मान्छेलाई मन पराउने मलाई थाहै थिएन हामीले क्लास काट 2-3 क्लास काट हामीले क्लास काटेको दादा 3 क्लास हामीले मन पराएको 3 क्लासकाले यो 3 क्लासकाले आई लभ भन्यो होइन भनेको ए हामीले मन पराएको हो भन् होइन भनेको ए हामीले मन पराएको हो भन्ने रहन बाटा जो भेट्यो त्यही हाल्दै हिँड्नु क्या भन्नुस् जनता जान्न चाहन्छु भन्नुस् पैसा हुन्छ के भन्छ क्यामेराम्यान एकदम ठिक मैले नोकर समेत बनाइसक्यो चुडेलहरू छ यहाँ गाइस अनि म चाहिँ अलि राम्री छु क्यामेराम्यान अलि यता फोकस गर नै भन्नुस् जनता जान्न चाहन्छन् तपाईको शुभ नाम ओहो शुभ नाम म सुभाष छेत्री अनि तपाईको म हो के कास एकदिन गयो दिन यो दुईटा तिनटैको हो नि ल एकछिन म ए ल ल ए ल ल यतापट्टि बस्छ नि त अरू पहिला मलाई मात्रै नमस्कार म सुभाष छेत्री आज म 2 जनाको इन्टरभ्यु लिन जाँदैछु ल ल तपाईको नाम के होला नाम के रे सबिना थापा छेत्री सबिना थापा छेत्री तपाईको मेरो नाम सुमित्रा छेत्री सुमित्रा छेत्री लास्टी लजाउनु रहेछ नि भन्नुस् तपाईको घर कहाँ पर्यो मेरो
साह्रै लजाइने त्यस्तो गरिने साह्रै लजाइने त्यस्तो गरिने यता यता आउन न यता भन्नुहोस् तपाईँको कता पर्यो मेरो पाल्पामा पर्छ पाल्पा तिम्रो घरै हैन र यही भाडामै पर्यो पाल्पामा चाहिँ बस्छ विवादमा अलि नजिकमै भन्नुहोस् खाना खानु भयो कति खानु भयो यहाँ आऊ न यहाँ आज आज पूजाको मासु कति खानु भयो एउटा पनि खाएर कता हो के हो र नाना खाइकिन आफ्नै खाइकिन यस्तै हो मेरो नाना भाषा है यो यहाँ नाना इन्टरभ्यू चल्ला क्या हो के छ हँसाइदिने हो एक थो पनि खान मलाई मनै पर्दैन जी यस्ता मनै नपऱ्यो त यस्ता यस्ता यता यता सिङ्का जस्ता खाने म भन्दा पनि दुब्ला खाने यता भन्नुहोस् तपाईँले कति खानुभयो यो खाइदियो खानु भएन के खानुभयो मैले भात भात र के खानुभयो मासु मासु मात्र हो र तपाईँले खाइदियो मैले भात मासु खान्छु अनि त्यति तरकारी अनि त्यही भयो त्यहाँ तरकारी खान्छु म ए हो र के हो र साह्रै लजान किन्न पर्ने साह्रै लजान रहेछ नि माइक कडा छैन र हेर्नु दादा मैले अलि भर्खर चाहिँ भेटाएको आगा 10 रुपियाँ भेट्टा खाने र अब हामीलाई यस्तो सहयोग गर्छन् अरे हामी देखेन हजुरहरूले पनि नहेर्नु कता यस्तो यस्तो हुन्न 10 रुपियाँ भनेर यहाँ ढुङ्गा एकै ठाउँमा जानु न कहाँ यस्तो एउटा रोटी हालेको र 40 रुपैयाँ यहाँबाट यस्तो लजान कहाँ थिएन र हामी कहाँ थियो चम्ता आइसक्यो ए हामी अघि यहीँ थियौँ वहाँ माथि थियौँ यहाँ आयौँ के क्यामेरा पनि पट्टाकै भएन निकाल्नै पर्छ यस्तो घुस खानुलाई झन् घुस खाने तपाईँ अब कता जानुहुन्छ घर हजुर गर्दिन न बा कति हाँस्ने हो तपाईँलाई बस्नको लागि फटाके व्यवस्था गरिदिएको छ ल तपाईँलाई यो खाटको सिट पनि यस्तो पुसेर राखिदिनु यिनीहरूको कुरा सुनेर गाई चाहिँ पागल भइसके अलि नजिकमै अलि राम्रो यो चाहिँ नमस्कार म सुभाष छेत्री कतिचोटि नमस्कार यो सरी अलि नजिकै जान्न त अनि देखिँदै देखिन्न त म देखेँ होइन बाई बाई म देखेँ होइन त ल के साँधेर खाने भन्नुभयो खन्यो खन्नु खन्यो हैन के खन्यो व्हाट इज खन्यो व्हाट इज खन्नु खन्यो मिन्स खन्यो मिस खाने कुरा खन्यो मिस हजुर यत्रो यत्रो क्या मा पर्छ खन्यो मिस त्यत्रो त गेडा यस यस कति हाँस्यो खन्यो मिस त्यत्रो त गेडा हो यत्रो केटा हात गल्यो कि मेरो हात पेटै दियो किन हाँस्नु भयो हजुरले हँसाएर जम्प गर्न चाहन्छु म के पियोली हो कि आज अनुहार कोही पनि नरिसाउनु होला कोहीलाई माइन्ड परे माइन्ड नगर्नु होला माइन्ड परे माइन्ड नगर्नु कोहीलाई माइन्ड परे माइन्ड नगर्नु होला भन्नुहोस् तपाईँ कति पेट कहाँ खाने हजुर 11 हजुर तपाईँ 12 अब असलमा 13 फुल्छ तपाईँको फेभरेट फुड के हो मेरो फेभरेट फुड म्याङ्गो म्याङ्गो तपाईँको मेरो म्याङ्गो तपाईँको पनि म्याङ्गो महँगै के महँगै महँगै सस्तो होइन सस्तो होइन तपाईँको के अरे म्याङ्गो हल्ला नगर त तपाईँ हल्ला नगर न मान्छे म्याङ्गो हल्ला नगर न पास्कलमा साइकिल स्पिड पनि भन्नु पर्छ त पास्कलमा साइकिल स्पिड पनि भन्नु पर्छ उहाँको ट्यालेन्ट कस्तो हो अलि नजिक नजिक मालै हराए फेरि कता ल हजुरको ट्यालेन्ट देखाउनु होला त्यति मात्र हो अरू पनि छ यो ट्यालेन्ट त कसरी देखाउने हो र
हजुरमा के अलिअलि के गर्न सक्नुहुन्छ साइलेन्ट एकछिन रोक्नु न म के गर्न सक्छु खान सक्छु के गीत बजाएको हैन र अनि लड्न सक्छु लड्न पनि सक्नुहुन्छ मसँग गाडी चढ्छ त लड्दिन ल भुताल तपाईले म चाहिँ रेस्लिङ पनि खेलेर आछु त्यहाँ रेस्लिङ पनि यिनीहरू चाहिँ लास्टै हात गलाएर गाइज मेरो ई कपडी त उस्तो बेल्ट पाउनु पर्ने यहाँ झुन्ड्याएर आएको डब्लुडब्लुको डब्लुडब्लुको ई कपाउनु पर्यो तपाईको प्रतिभा के हो मेरो प्रतिभा केही छैन केही छैन खानेर बस्नु खानेर बस्नु यिनी त सबैमा टपर हुन् के ह्यान्ड राइटिङमा नि फर्स्टै हुन्छ यिनी ह्यान्ड राइटिङमा नि फर्स्टै हुन्छन् सबै नानी सबै हुन्छ ह्यान्ड राइटिङ हो र डान्समा चाहिँ अलिअलि छिन् डान्समा नि सेकेन्ड थर्ड डान्समा नि एउटा स्टेप सिकायो अर्को स्टेप गरिदिन्थ्यो गाइस पावर तपाई कस्तो नाच्नुहुन्छ म त नाच्दिन नाचेर देखाइदिनुस् न एउटा हजुरको प्रतिभा देखाइदिनु आह गर्दिनु के यता भन्दै छिन् कस्तो गरी हिँड्नुको त्यहाँ देखाइदिनु फेरि देखाइदिनुस् न फेरि पनि गरी हिँड्नु रे यस्तो त म कहिल्यै बोलेको सुनेको थिइनँ हाम्रो क्यामेराम्यान यिनी हुन् यिनी साह्रै लजामचिङ तर एकदम एकदम त हो तर हामी बाटो अस्ति भर्खर भिकाइ जस्तो भेट्न थियौँ आऊ बाबा भन्दै लिएर आएको विचार त्यस्तो पनि भन्छन् अरे तर हामी क्यामेराम्यानको जब तर यो माइक चाहिँ अलिक ठिक भएन अर्को माइक किन्न पर्ने भयो अब म लिन्छु यिनीहरूको अन्तर्गत देखाउनु त तालतिर दिनु होइन कि यत्तिकै नदेखाउनु है ल जानुस् म देखाउँदिनँ ल म देखाउँदिनँ ल म यत्तिकै अनि भयो भयो तँ मेरो अन्तर्गत लिनु म यत्तिकै भनिदिन्छु ल यस्तो मलाई चाहिँ नदेखाउनु तपाईँको शुभ नाम नमस्ते म भागिनी उपाय भएर तैँले पनि त काली भएर के म देख्छु त काली भएर के म देख्छु म गोरी छु है गाइस गोरी छिन् है नि अलि सिन राम्रो भएन यता अलि यता जाम अलि जुन देखाएर गरौँ ल हेर्नुस् गाइस म यस्तो खुवा भन्दा नि गोरी छु तर मलाई हेप्छन् कि गाइस हावाले ल अलि यता हेर्नुस् हो यहाँ ल म यति गोरी छु आफ्नो घडी देखाइयो गाइस होइन गाइस त हातमा भएको गाडी घडी देखिन्छ हातमा गाडी राखेर हिँड्नु रे हेर्नुस् यो भन्दा त गोरी नै छु हेर्नुस् के हो त हेप्नु चाहिँ नभन्नुस् ल लाठी भएर के हेर्नु त यहाँ अहिले झुकियो जस्तो चर्राइया छ यिनी चाहिँ डान्सरको प्रो हो गाइस अहिले हेरी आफ्नो होला नि प्रो त भन्दा त राम्रै नाच्छु ल त्यही भएर त म एउटा कम्मर हल्लाउनु नजानेको ओहो त्यही भएर त सिकाइदिएको कस्तो झगडा हुन लाग्यो गाइस हजुरहरूले गर्दा बिचारा ब्लगर म चाहिँ यिनको जर्सी लगाएर बसेको छु कस्तो यिनको ए दादाको जर्सी लगाएर बसेको छु उहाँजीको भाग्य पानेको म त यति यति भएछु घाँटी कति म चाहिँ यति यति भएछु गाइस हाम्रो यहाँ हाइट मलाई त हेपे अलिकति अर्को भए त यत्रै हुन्थ्यो गोवामा त हेपे यसरी हान्न पनि सक्छु guys। हेपे भन्दै यता गइसिन कता अँधेरोमा म पनि गएँ ओइ म छोडेमा जान ल जाम अब घर जाम भ्लगिङ हो आजको भ्लग यस्तै होला जस्तो अब पेट दुखेर हैरान भइरहेको यस्तै हो आउँदैन नि त्यहाँ मात्र सुत्थे बल्ल आई होप सबैजना सन्चै हुनुहुन्छ होला मलाई यहाँ सिकाउँदै छिन् सन्चै छौँ भन्ने के अनि न्यू डे न्यू भ्लग नाइट डे नाइट भ्लग I'm a tourist. I don't speak in Nepali. बल्ल छोड आई डोन्ट लाइक नेपाली I don't like Nepali. आई लाइक This is cute. This is cute. What is this? What is this? This is a This is What is this? This is a piece. Sabina चाहिँ miss. yeah. Hold on. Bye bye guys. See you tomorrow बाटो घुमाउनु ल हामी घर आइसक्यौँ है Bye bye.